तपाईँलाई थाहा छ इन्डियन ब्लगरहरू किन जहिले नेपाल आउँछन् कि नेपाल आउन एकदम रुचाउँछन्। एकचोटि आए ब्लगिङ गर्न अनि 1-2 महिना फेरि नेपाल आउँछन् कि त्यत्रो त्यत्रो खर्च गरेर किन आउँछन्? किनकि हामी नेपाली एकदम भावुक छौँ कि उनीहरू आउँछन् एउटा दुइटा तारिफ गरिदिन्छन्, हामीलाई त्यो तारिफ एकदम मनपर्छ अनि हामीले उनीहरूको सबै भिडियोहरू हेरिन्छ अनि लाइक कमेन्ट सब्सक्राइब गरिन्छ उनीहरूको च्यानललाई। उनीहरूले त्यत्तिकै कोही अब जायज पनि हुन्छ, कोही त्यत्तिकै उनीहरूले तारिफै गरिदिन्छ क्या, त्यत्तिकै भएको नि तारिफ गरिदिन्छ नभएको नि। हामी त्यसैमा मक्ख, हामीलाई थाहा छैन कि उनीहरूको पोलिसी लगाछन् कि त्यो यस्तो त्यसरी तारिफ गरिदिएपछि नेपाली भावुक हुन्छन्, यस्तो छन् भावुक छन् अनि उनीहरूले इमोसनल कुराहरू गर्छन्। हामी त्यसैमा अनि फेरि अर्को नेपाली हुन्छ ब्लगर, हामीले हेर्दै हेरिन्न क्या, नेपाली मतलबै गरिन्न। हामीलाई त तारिफको पछाडि छौँ नि त, हामी त तारिफमा फिदा। तारिफ गरिदियो कि यसो हामी त हो राम्रो भनिन्छ, तर कसरी तारिफ गरियो किन तारिफ गरियो त्यो हामीले बुझ्दैनौँ के।